हेलो गाइस, आज चाहिँ मैले भ्लग सुरु गरेको आजदेखि चाहिँ है। अनि यहाँ चाहिँ दार्जिलिङमा चाहिँ जाडो एकदम बढिसकेको छ। अब बाहिरतिर कस्तो छ मलाई याद छैन। जाडो कस्तो छ तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। अनि अगाडि चाहिँ मेरो हाम्रो भक्त छ है। के भक्त के भन्दैन भ्लगमा अनि यहाँ छैन के भन्दैन मेरो भ्लगमा अनि अब भन्नु त केही छैन हैन। अहिले त के पो महिना चल्दैछ नि? नोभेम्बर है। विन्टर होला सायद है। विन्टरै हो नि, यो त विन्टर सिजन। तँलाई जाडो भयो? जाडो भयो त अन्त ज्याकेट लगाएको तातो तातो। तपाईहरु अनि विन्टरमा चाहिँ जाडो नभएर चाहिँ तेरो बाउको गरम हुन्छ? गरम हुन्छ? यो ज्याकेट चाहिँ तँले गरम महिनामा लाउँछ, जाडो महिना भन्न दुनियाँलाई थाहा छ त। के यही मात्र जाडो भएको? अनि दार्जिलिङमा खालि जाडो हो कि भन्दैन नि, बाहिर त हुँदैन हैन? बाहिर चाहिँ विन्टर सिजन लाग्दैन? यही मात्र लाग्छ विन्टर सिजन? अलिक कन्टेन्ट हुन्छ नि भाइ, अलिक फ्रेस कन्टेन्ट हुन्छ नि। र गाइस हामी चाहिँ एकदम जाडो महिना त लागिसकेको छ। अब ज्याकेटहरू लाइङ यस्तो दिनु पर्दैन। र गाइस यहाँ चाहिँ जाडो महिना लागिसक्यो, हामी चाहिँ तातो तातो लुगा लगाइसक्यौँ। अनि तपाईँहरू पनि त्यहाँ विन्टर लागेको छ कि छैन? लागेको छ, त्यता पनि लागेको छ, एउटै हो दुनियाँ। यहाँ लाग्यो भने त्यहाँ पनि लाग्छ। ए त्यहाँ पनि लागिसक्यो होला? लागिसक्यो भने लाग्यो, त्यता विन्टरै लाग्यो भन्। विन्टर लाग्यो होला? होला होइन, लागिसक्यो। अनि तपाईँहरू पनि तातो तातो लुगा लाउनु। हजुर तातो भएर बस्नुहोस्, तातो भएर बस्नुहोस्। जाडो महिना लाग्यो नलाग्यो तातो लुगा लाग्यो लाग्यो भन्छु। लाग्यो होला? लाग्यो तातो तातो लुगा लाउनुहोस् होला। अनि यसैमा भ्लग माया गरिदिनुहोस् हाम्रो भ्लगलाई। केयरलेस नगर्नुहोस् एकदम है। चिसोहरू लाग्छ भन्न, चिसोहरू लाग्नु सक्नुहुन्छ। अनि लाग्नु सक्नुहुन्छ होइन, लाग्छ चिसो लाग्छ है एकदम। कहिले भन्दैन अनि जानेको ठाउँमा नि चिसो लाग्छ। केयरलेस नगरी बसिदिनुहोस् होला, ग्यास्ट्रिकहरू हुन्छ। थ्याङ्क्स फर वाचिङ, लाइक सेयर कमेन्ट फलो। खुट्टा तान्ने आफ्नै साथी हुन्छ भन्थ्यो, हो रहेछ। साला साथीलाई सपोर्ट गर्नु छैन। मैले त विन्टर मात्र लाग्यो भनेको त, यहाँ लाग्यो भने दुनियाँमा लाग्दैन। हरामी विन्टरमा जाडो नभएर के हुन्छ? गरम जाडो भयो मलाई, दार्जिलिङमै मात्रै जाडो हो कि उता हो।